दामी हुन्छ है साथीहरू। ल त अहिले चाहिँ म यहाँनिर चुकाउनी बनाउँदैछु। मेरो छोराको फेभरेट, यसले चाहिँ अस्ति दिन बनाइदिनु भनेर भन्दै थियो होइन। त्यसको लागि चाहिँ मैले सामानहरू यहाँ रेडी गरेको छु। उसिनेको आलु, प्याज अनि हरियो खुर्सानी काटेर, त्यसै गरी यो धनियाँ अनि कागती पनि होइन। अब सबसे पहिला चाहिँ म यहाँनिर लगाउँछु आलु। यो दही चाहिँ मजाले घोलेको हुनुपर्छ कि अलिकति छिटेको साह्रो बाक्नु नभएर। ल नुन ल्याउनु बिर्सेछु, नुन ल्याउनु भित्र गएर। अनि प्याज भयो, त्यसै गरी यो हरियो खोर्सानी अनि धनियाँ अनि उयो लिएर आउनु त्यहाँनिर। अनि अलिकति यो लेमन चाहिँ मैले किन लगाएँ भने यो दही चाहिँ यो बजारे दही भएर त्यति अमिलो छैन होइन। चिकन चाहिँ अमिलो भएको चाहिँ राम्रो हुन्छ है साथीहरू है। अनि यति मात्रै लगाएँ ल नानी। यदि तपाईँहरू पिरो खानु चाहनुहुन्छ भने चाहिँ अलिकति यसैमा तपाईँहरूले चिल्ली पाउडरहरू चाहिँ एड गर्न सक्नुहुन्छ, तर त्यति खासै टेस्ट आउँदैन क्या त्यो चिल्ली पाउडर एड गरेको चाहिँ। अनि नुन लगाएँ। अब टेस्ट अनुसार जति पनि लाउनु सक्नुहुन्छ नुन चाहिँ है। अब यसलाई मजाले चलाएर यतिको यहाँ हेर्नुहोस् यो बनियो मम्मी। हजुर बनियो, बनिँदैछ। अब अलिक त्यसमा चाहिँ यो अस्ति त्यो यसमा चाहिँ अब मैले अब हुन्छ हेर्नु। अब यसमा तेल झानेर अनि त्यसमा मेथी खोलाएर होइन, अनि अलिकति उयो हल्दी पाउडर लगाएर भइहाल्छ है। ल एकछिन बस्दै गर्नु ल नानी। मम्मी उयो तेल तताइसकेको छु। ल साथीहरू, यो चाहिँ लास्ट प्रोसेस छ यसको होइन। यो चाहिँ तोरीको तेलमा मेथी खुराएर अनि त्यसमाथि चाहिँ मैले हल्दी पाउडर लगाएको छु। यता आऊ न तिमी, कहाँ मुखमा पड्किँदैन, भाग्दै रहेछ मुखमा पड्किन्छ होइन। ल अब चाहिँ फाइनली हिजो मम्मीले तेल के भन्छ चिकन फ्राई गर्दाखेरि चाहिँ तेलमा छेउछेउमा आउँछ अनि त्यस्तै त हुन्छ। तर अब मामसँग खानु दामी हुन्छ नि। यतिको भए चाहिँ खानासँग खाने, अलिक बाक्लो पनि बन्नु सक्छ, तर यतिको यसलाई चाहिँ मैले खानासँग खाने बनाएको। ल टेस्ट गर कस्तो छ। दोकान हेर त पुरा मन पराउँछ क्या यसले चाहिँ। कस्तो छ टेस्ट? दामी आएछ खै मम्मीलाई। दामी हुन्छ है साथीहरू, एक्चुअली ट्राई गरेर खानु होला। खानाको लागि चाहिँ यतिको सुप दामी छ। यतिको यो चाहिँ खानासँग एकदम मिठो हुन्छ नि त। अनि अलिक अचार जस्तो नि अलिकति बाक्लो दही बनाएर, यदि दही चाहिँ अलिकति अमिलो खालको छ भने चाहिँ दामी हुन्छ चाहिँ। मैले चाहिँ अमिलो चाहिँ यो दही बजारे दही भएर त्यति अमिलो थिएन, त्यही भएर मैले मिक्स गरेर, नत्र भने अमिलो दहीमा चाहिँ यो लेमन कागती एड गर्नु पर्दैन होइन। दामी लाग्यो साह्रै मनपर्छ फेरि यसलाई चाहिँ। ल त्यो अब आयो सरी। हस् त साथीहरू, ल बाई बाई है। यसरी नै म अब नेक्स्ट रेसिपीको साथ मिल्नेछु तपाईँहरूसँग। बाई। मिठो ल, बडा माङसँग खानु।